भलक फेरि पनि तपाईँलाई मेरो भलकमा स्वागत छ, वेलकम छ सबै छ होइन। आज फेरि पनि नयाँ भलक लिएर आइरहेको छु। डिएसजी भलक टक्क लाएर गाडीले लुक्स फेरिसकेको छ हल्का हल्का गरेर। होइन अब त हामी यहाँबाट हिँड्छौँ ट्याक्क लाएर देखा जाए बेटा तो बहुत रमाइलो गर्नेवाला छन् होइन। देखाइदिए पारि बोकाहरूलाई भेरी डेन्जरस बाटो। हामी अब यहाँबाट राइट लाग्छौँ। बहुत ठिक छ बाटो, बाटो म चाहिँ पुच्चे ड्राइभर। हेलो हेलो हामी त लाग्यो राम्रो भिडियो गर्ने ठाउँ हो कि अहिले देखा
छिटो द्याइन द्या कस्तो कानमा ल्याए जस्तै नमस्कार आदरणीय दर्शकबिनहरू आज चाहिँ हामी ट्याकको भ्लग गर्दै हाँसीपुरदेखि कहाँको यात्रा घोराईसम्म ट्याक्क लास्ट ट्रप बाटो छ यहाँ अरू हाम्रो यहाँ दिलीप गुरु बाहेक ओली कोहीले ठाउँदैन फर्स्ट एड गाडी लिनु त हामी त अरू बाटोमा फर्स्ट एड गाडी लिएर आएको अहिले चाहिँ हामी फर्किँदैछौँ यहाँ ट्र्याक्टर र बाइक मात्रै हिँड्ने गर्थ्यौँ यहाँ अहिले चाहिँ फर्स्ट टाइम दिलीप गुरुले बस लिएर आउनु भएको छ यहाँ म गाडीका कलाकारको तर्फबाट हार्दिक नमस्कार। हामी चाहिँ ट्याक्क होइन हिजो साँझ बुकिङमा आएको घारपानी टु यहाँ हाँसपुरसम्म चाहिँ बुकिङमा ट्याक्क घारपानी बारकुने टु घोराई हुँदै हाँसीपुरसम्मको यात्रामा बुकिङमा आएको ट्याक्क यसो बुकिङ गर्नु मन छ भने ट्याक्क भन्नु नम्बर चाहिँ उसमा के भन्छ डिस्क्रिप्सन बक्समा छोडिदिन्छौँ ल हामी बस्ने घर चाहिँ यही हो हामी नम्बर आएपछि 4 बजी नम्बर आएपछि बस्ने घर चाहिँ त्यही हो
हामीले आज मान्छे नबोक्ने निदो गरेको अब एकदम सिरियस निदो छ अब हामीले मान्छे पनि नझर्ने मान्छे पनि नचढाउने गाले ढोका लगा झर्न सक्दैन त्यही त सक्दैन सक्दैन हिजो त्यस्तै हिजो झुन्नी गएको अरे जो पाइदियो भलगर बस्छ यार रोक्दैन डाइरेक्ट काकर भित्ता कक्कर खाएर कक्कर खाएर काकर भित्ता अब हामीले खान्छौँ कक्कर त्यसपछि हामीले निकालिदिन्छौँ लाजी किन मन ढाल्नु पर्छ गाडी हर्न बजायो भने त सकिन्छ र होइन मनटाको सुविधा क्या हामी चाहिँ आइपुग्यौँ कहाँ रे हामी कहाँ रे ओ एउटा बाघ त्यहाँ हिँडिरहेको छ बाटे यहाँ भालु खासै पाइन्न है त्यो बाघ पाइन्छ बाघले राज गर्छ नि त रोक्दैन सिधै मुलाबारी रोबर बाजी उद्रिनु कहिले अरे आजकल गर्थ्यो 26 गते 26 गते मेरो बर्थडे हो यार हामी आउँछौँ लिस्टको बच्चनका गाडी हाम्रा नि
one of the best restaurant on Largo. हामी चाहिँ अर्जुन खोला फाइनल्ली फाइनली अर्जुन खोला भाइ पानी पिएर सक्यो आएर हुन्छ होला र होइन र पानी टिपर आउँला यस्तै म उता गएर बिहान हेर्छु कक्कर खाएर यत्रो फोहोर यहाँ गाडीमा फोहोर एउटा बाल्टी ल्याख मात्रै घरलर दुनियाँ 500 रुपियाँ खाइदिइहाल्छ त आउँदा यहाँ हामी कहाँ छौँ 6 जना अहिले भर्खर भ्याइन्छ 1 घन्टामा हामी चाहिँ अहिले अर्जुन खोलामा छौँ अब गाडी धुने कार्यक्रम सुरु भइसकेको छ टक्क लाएर निकेटा हो पहिला भित्र सफा त्यसपछि बाहिर कक्कर नखायो र कि खाएर हो अब जे भयो नि हाम्रो भित्र सफा हुने बेलासम्म लगभग हाम्रो नास्ता पनि आइसक्छ नास्ता आयो भने टक्क नास्ता खायो भने हामीले भिडियो बनाइहाल्छौँ ल अब चाहिँ हामीले नास्ता खान्छौँ टक्क लाएर गाडीले नआयो गाडी ड्राइभरलाई पुच्छाउको मात्र नहुन्छ धेरै नआएर हेर्नु न कपाल पनि अब 1 वर्षको नैसी यस्तो कालो हुन्छ दिन नहुनेको यस्तो हुन्छ यस्तो गाडी ट्याक्क चट्ट देखाएको छ हाम्रो के भन्छ यो गाडीको नाम के हो किङ एक्सप्रेस नास्ता चाहिँ हाम्रो यहीमा छ कि फेरि यहाँ कसले त लो हेर त गोबर हालेछ त पानी फेरि ल्याएन जा त्यो बोतल छ त्यो के नाम लेखेको छ त्यो बोतलमा देवा चप्पल लगास कि जान मुला यहाँ छ हाम्रो नास्ता 1 चिकन बिरयानी 2 3 4 सफा 5 सफा वार्षिक के छ वार्षिक भनेको वाट भनेको के 6 भने 6 के छ नास्ता यो टक भाइ बोतल लिन जाने मुजी पानी लिएर आउने सिक्ने सब अर्जुन खोलामा पुल छ हाम्रो यही अर्जुन खोलामा मात्र पुल छैन एउटै झोलङ्गे पुल छ त्यति माथि गाडी हिँड्ने पुल त लगभग छैन यहाँ बर्खामा भल आयो पनि लगभग यही बाँसको बुट्टादेखि जान्छ धेरै टाढाबाट त जान्न ऊ माथि त्यहाँ माथि उकालोसम्म जान्छ यहाँदेखि यहाँ वारपार त्यही भएर पार वायरिङ गरेका छन् वायरिङ गरेर चाहिँ वाल लाएर नास्ता भन्ने कुरा चाहिँ यही चाउमिन हो चाउमिन
अहिले खाना खाने बेला हामी नाच खान्छौँ चाउमिन हो टक्क लाएर कचुरा दिएर आउने नि कुलम छिर भरिन कि धाराम छिर भरिन्छ ल चाउमिन खाम गाइज बुकु भाइ आए उम्, तु यो लास्न फेरि बिहानै रोलास घडा खाएर हिँड्नु लाग्यो अन्त सब यहीँ बस्छन् म मात्र एक्लै ढङ ढङ पार्दै जाने हो 40 रुपियाँ समोसा बनाइसक्यो लगेर म गएँ है अब किन रहेछस् त गुस्सा त्यो राख सियो अघि लगडा बसे बस मुलाबारी गाउँ चाहिँ जेमुरेबाट करस भइसक्यो अहिले चाहिँ होइन टक्क लाएर गएछ गाडीमा अहिले चाहिँ एक्लै हिँड्नुको मजै बेग्लै छ व्यक्त भएर बिस्तारै हिँड्ने आनन्दले मजा छ नि अहिले गएर फेरि नम्बर आउने हो नम्बर छ एउटा गाडी अगाडि गएको छ मेरो चाहिँ एउटा गाडी मैले लिएर आइरहेको छु अघि भाइहरू थिए रमाइलो भएको थियो भाइहरू हिँड्नेला होइन एक्लै गइसक्यो एक्लै चलाउँदै हिँड्ने आधी घट्दै भन्ने
चाहिँ हिँडेर सक्छु म चाहिँ होइन आज चाहिँ सक्यो आजको लागि भ्लग चाहिँ होइन टक्क लाएर अब चाहिँ हामी फेरि भेट हुन्छौँ गाडीभित्रबाट यस्तो भएको छ अहिले चाहिँ यिनीहरू थपिएको छ लगायत अब चाहिँ सबैजनालाई बाई है फेरि भेटौँला अर्को भिडियोमा